सयपत्री फूल पाएलै फुल्यो सयपत्री फूल पुतली बस्यो ढुङ्गामा पुतली बस्यो ढुङ्गामा घुमेर आए परसर ऋषि घुमेर आए परसर ऋषि सत्यवती भेट भइन् ढुङ्गामा सत्यवती भेट भइन् ढुङ्गामा वारी पनि मान्छे पारी पनि मान्छे पारी पनि मान्छे पारी पनि मान्छे दिउँसोको बेला थियो भरिलाई दिउँसोको बेला थियो भरिलाई उहिरो लाग्यो पारीपट्टि डम्मा उहिरो लाग्यो पारीपट्टि डम्मा व्यासजीको जन्म भयो भरिलाई व्यासजीको जन्म भयो भरिलाई शरमा सर कसेर लाए शरमा सर कसेर लाए आँगनीको गुराना आँगनीको गुराना हेरिरम जस्तो व्यासजीको मूर्ति हेरिरम जस्तो व्यासजीको मूर्ति सुनिरम जस्तो पुराना सुनिरम जस्तो पुराना साखरै थुम्काबाट बेग हान्यो चरीले साखरै थुम्काबाट बेग हान्यो चरीले लामै गर्यो उडाना लामै गर्यो उडाना परसर ऋषिले तपस्या गरेका परसर ऋषिले तपस्या गरेका व्यासले लेखे पुराना व्यासले लेखे पुराना ऋषि र महर्षिको यो जन्मभूमि ऋषि र महर्षिको यो जन्मभूमि सेती र मादिको दोभाना सेती र मादिको दोभाना उनैका सन्तान हामी भाग्यमानी उनैका सन्तान हामी भाग्यमानी यो व्यास भूमि छ महाना यो व्यास भूमि छ महाना शरमा सर कसेर लायौँ शरमा सर कसेर लायौँ आँगनीको गुराना आँगनीको गुराना हेरिरम जस्तो व्यासजीको मूर्ति हेरिरम जस्तो व्यासजीको मूर्ति सुनिरम जस्तो पुराना सुनिरम जस्तो पुराना सुनिरम जस्तो पुराना सुनिरम जस्तो पुराना धन्यवाद सम्पूर्णमा पुनः हाम्रो नमस्कार। अब यसपछि हामीले पहिला परापूर्व कालदेखि नै सानै 7 वर्षमा 10-11 वर्षमा बिहा गरेर दिने घरमा सौता भएको सौतामाथि दिने र अनि माइतमा पनि फेरि सौतेनी आमा भएर हामी नारीहरूले बेहोर्न परेको पीडालाई यहाँ गीतमा व्यक्त गरेका छौँ। हार्दिक सुनिदिनु हुन हार्दिक अनुरोध गर्दछु। पँदालाको ठुटे चोलो पँदालाको ठुटे चोलो कसकेलीको सिउनी बरीलाई कसकेलीको सिउनी बरीलाई सौतामाथि दियौ बाबा सौतामाथि दियौ बाबा कतिले खेउ जिउनी बरीलाई कतिले खेउ जिउनी बरीलाई कतिले खेउ जिउनी बरीलाई खैरे कुकुर खैरे बारी खैरे कुकुर
लिन आउँदैनन्, माइती लिन आउँदैनन्। घरमै रुँदै बस्छु बरिलाई, घरमै रुँदै बस्छु बरिलाई, घरमै रुँदै बस्छु बरिलाई। माइतमा आमा छैनन्, माइतमा आमा छैनन्। कुरा कसले सुन्ने बरिलाई, कुरा कसले सुन्ने बरिलाई। को छ मेरो दुःख बुझ्ने, को छ मेरो दुःख बुझ्ने। दुःख सधैँ उस्तै बरिलाई, दुःख सधैँ उस्तै बरिलाई, दुःख सधैँ उस्तै बरिलाई। घरको हेला माइती हेला, घरको हेला माइती हेला। सबले हेलै गर्छन् बरिलाई, सबले हेलै गर्छन् बरिलाई। सोझो मुखले कोही बोल्दैनन्, सोझो मुखले कोही बोल्दैनन्। आँखा मात्रै तर्छन् बरिलाई, आँखा मात्रै तर्छन् बरिलाई, आँखा मात्रै तर्छन् बरिलाई। पोखराको च्यान्टे घोडा, पोखराको च्यान्टे घोडा। बिजुलीको जोडा बरिलाई, बिजुलीको जोडा बरिलाई। सौतामाथि दियौ बाबा, सौतामाथि दियौ बाबा। नछौ मेरो घोडा बरिलाई, नछौ मेरो घोडा बरिलाई, नछौ मेरो घोडा बरिलाई। बाबाज्यूको धौले घर, बाबाज्यूको धौले घर। मलाई केही काम छैन बरिलाई, मलाई केही काम छैन बरिलाई। माइती घरको धन सम्पत्ति, माइती घरको धन सम्पत्ति। दाजुभाइकै छैन बरिलाई, दाजुभाइकै छैन बरिलाई, दाजुभाइकै छैन बरिलाई। आफ्नो आमा नभएपछि, आफ्नो आमा नभएपछि साह्रै दुःख पाइयो बरिलाई, साह्रै दुःख पाइयो बरिलाई। कोही छैनन् साथ दिने, कोही छैनन् साथ दिने। केवल एउटा राम बरिलाई, केवल एउटा राम बरिलाई, केवल एउटा राम बरिलाई, केवल एउटा राम बरिलाई, केवल एउटा राम बरिलाई। धन्यवाद। अब हामी सबैलाई नमस्कार। यता मञ्चमा भएका आजका अध्यक्षता गरिरहनुभएका अध्यक्षज्यू, व्यासमा आजका प्रमुख अतिथिज्यू, व्यासमा आसीन गर्नुभएका अतिथिज्यूहरू र हेर्ने दर्शकज्यूहरू, पत्रकारज्यूहरू सबैलाई हामीले नमस्कार टक्राउँदछौँ। पुनः हामीले एउटा पुरानो हाम्रो संस्कार संस्कृति लोप हुन गइरहेको अवस्थामा हामीले एउटा पञ्चमीलाई के अरे आधार लिएर हामी सबै महिलाहरूले गरिरहेको पूर्वकाल परापूर्वकालदेखिको ऋषिका पालादेखिको गरेको पूजालाई आज यहाँ यसो देखाउन गइरहेको छौँ। हेरिदिनु होला, राम्रोसित मूल्याङ्कन गरिदिनु होला। हस्त नमस्कार। शान्ति शान्ति। हाम्रो आमा दिदी बहिनीहरू आज ऋषि पञ्चमीको ऋषि सप्तऋषिको पूजा गर्दै हुनुहुन्छ। बिहान प्रातःकालमा ब्रह्म मुहुर्तमा उठेर स्नानादि कर्म गएर आफ्नो आसनमा बस्नु भएको छ। अब प्रथमतः पहिला कर्मपात्र पूजन, अर्घस्थापना पूजन, दीप प्रज्वलन र
कलशको पूजा पछि हाम्रो सप्तऋषिको पूजा गर्नु होला मिलेर सबैजना। म पहिला करपात्रको विधि भन्दछु। ओम यदेवा देव हेडनं देवा सचक्रिमा भयम्मा अग्निर्मा तस्मादेन सोऽविसन्मुञ्चदगुंहसः। ओम सन्नो देवी रविष्टय आपो भवन्तु पीतये संजो रविस्रवन्तु नः गन्धद्वारां दुराधर्षाम् नित्यपुष्टां करीषिणीं ईश्वरीं सर्वभूतानां तामिहो भवये श्रियम्। ओम श्री सते लक्ष्मी चपतन्यावहो रात्रे पार्श्वे नक्षत्राणि रूपवशिरो व्याप्तम् इष्टनिखाण मुम्बैखाण सरलोकम इखाण पवित्रीं धारयेत् औँठी लगाउनु होला। ओम पवित्रेस्तो वैष्णव्यो सवितुर्वः प्रसवौथो नाम छिद्रेण पवित्रेण सूर्यरश्मिः तस्य ते पवित्रपते पवित्रपूतत्कामः पुनीतक्षकेयम्मः। करपात्रको जलले सबै सामग्रीतिर सेचन गर्नु होला। आफ्नो आसनलाई सेचन गर्नुहोस्। ओम अपवित्रः पवित्रो वा सर्वावस्थाङ्गतो विवा यस्मरे पुण्डरीकाक्षं शवाह्याभ्यन्तर शुचिः दीप प्रज्वलन गर्नु होला। ओम स्थिरो भविडङ्ग आसुरो भवर्जर्वन्न पृथुर भवसुखदस्तमग्रेः पुरी खवाहणः अर्घ स्थापना गरेर पूजा गर्नु होला। ओम गङ्गे च यमुने चैव गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरी अर्घेऽस्मिन् सन्निधं कुरुः। ततः दीपपूजनम्। नमो ओम पृष्ठो दिवि पृष्ठो अग्निः पृथिवां पृष्ठो विश्वो खदिरा विवेश वैश्व नरः सा पृष्ठो अग्नि सनुगस्पातु नक्तं मां गुरुश्च शुक्र शनिराहु केतव सर्वे ग्रहाः शान्तिकरो भवन्तु। कैके सजमला त ठुलो हाम्रो परित आजका दिनभरि ठुलो हाम्रो परित ल्याउन बाबा ल्याउन बाबा परितैको परितैको दियो चेली सातै भाइको सजियो ल्याउन आमा ल्याउन परितैको दियो कहाँमा जान्छ रानी छोरी बगला कहाँमा जान्छ रानी बगला बरिलाई भगवानलाई भेट्नलाई नि बरिलाई भगवानलाई लाई बगर बाललाई भेट्न जाँदा बगर बाललाई जाँदा बरिलाई के पाउर चाहिन्छ नि बरिलाई चाहिन्छ एकुमा चाहिन्छ सिरी खान्न चन्ना एकुमा चाहिन्छ री खान्न चन्ना बरिलाई दोसारी बेलपत्र निभा दोसारी बेलपत्र। धन्यवाद।